हेलो साथीहरू, आज चाहिँ म सिद्रा बनाउँदैछु ग्रेभी। माछा चाहिँ मैले भिजाइसकेको छु। यो चाहिँ बुनाइको माछा। बुनाइको माछा हेर्नुहोस् त। अब म यसलाई फ्राई गर्छु। एकछिन रातो बनाउने। कसैलाई मनपर्छ यसरी फटक्क फटकाएर खानालाई टमाटरसँग पिरो टक्क परेको। बुनाइको माछा दाइले ल्याउनु भएको। मैले यहाँ तारेर पनि निकालिसकेँ। टक्कसँगले प्याज हाल्छु। बेसार पिरो ग्रेभी बनाएर खाँदा यो माछा चाहिँ तितो पनि हुँदैन, केही पनि हुँदैन। हल्का नुनिलो चाहिँ हुन्छ। नुन कम हाल्नुपर्छ। अब चाहिँ म पिसेको मसला राख्छु। खुर्सानी, लसुन, अनि त्यस पछाडि जिरा हालेको छु। मसला चाहिँ पाक्दैछ। अब म खुर्सानी हाल्छु। डल्ले खुर्सानी। पिरो खानु पर्यो नि हैन, खाएपछि त। अब म टमाटर हाल्छु अनि त्यसपछि एकछिन छोडिदिन्छु टमाटर हालेर। टमाटर हालेर ग्रेभी बनाउँछु। नुन पनि हाल्छु। यो माछामै पनि नुन हुन्छ अलिक, त्यही भएर कम हाल्छु। गल्छ अब चाहिँ टमाटर पनि पाकिसक्यो पटक्कै। अब म माछा हालिदिन्छु। अब रेडी भयो। यो चाहिँ खानालाई पाकिसक्यो है। कसैलाई मनपर्छ सिद्राको सब्जी। यो नि बुनाइको तितो हुन्छ, न चाहिँ मिठो मात्रै हुन्छ होला। कसैलाई मनपर्छ आउनु होला खानालाई।